to discuss about the drug and its antidote. र यो चाहिँ एकदमै एनक्लेक्समा फ्रिक्वेन्टली सोधिएको कुराहरू हो हैन यो चाहिँ जहिले पनि प्राय सोधि नै रहेको हुन्छ सो यु शुड अलवेज बी प्रिपेयर फर दिस सो लेट्स गेट स्टार्टेड फर्स्टमा भनेको चाहिँ हाम्रो वार्फारिन छ है वार्फारिनको एन्टिडोट भनेको चाहिँ भाइटामिन के हो र अर्को भनेको बेन्जोडाइजेपाइन्सको चाहिँ फ्लुमाजेनिल हो अर्को भनेको हेपारिन छ हेपारिनको चाहिँ प्रोटामिन सल्फेट हो सिमिलरली देयर इज टाइनोलोललाई चाहिँ हामीले एसिटामिनोफेन अर प्यारास्टामोल भनेर पनि चिनिन्छौँ यसको चाहिँ म्युकोमिस छ र म्युकोमिस भन्दा पनि युजली एन एसिटाइलसिस्टिन भनेर चाहिँ यो कमनली सोधिरहेको हुन्छ सो इट्स एन्टिडोट इज एन एसिटाइलसिस्टिन र अर्को भनेको ओपिएट्स इज अल्सो नोन एज ओपियोइड्स है ओपियोइड्सको भनेको नार्कान हो सिमिलरली डिकक्सिन छ डिकक्सिनको डिसिब्यान छ अर्को भनेको साइनेट छ साइनेटको चाहिँ मिथाइलिन ब्लू छ अनि इन्सुलिन पनि छ इन्सुलिनको चाहिँ ग्लुकागोन हो सिमिलरली देयर इज लिडको चाहिँ सुसिमर भनेर छ है र अर्को भनेको एन्टिकोलिनर्जिक छ एन्टिकोलिनर्जिकको चाहिँ फ्युस्टिजिमाइन भनेर छ र एस्पिरिन पनि छ एस्पिरिनको चाहिँ सोडियम बाइकार्बोनेट सिमिलरली देयर इज म्याग्नेसियम सल्फेटको पनि क्याल्सियम ग्लुकोनेट छ यो एस्पिरिन र म्याग्नेसियम सल्फेटको चाहिँ अलिकति कन्फ्युजन हुनसक्छ त्यही भएर अलिकति मजाले है सोडियम बाइकार्ब र क्याल्सियम ग्लुकोनेटमा चाहिँ नचुक्किनु होला सिमिलरली नेक्स्ट वान चाहिँ हाम्रो पोइजनिङ छ पोइजनिङ भन्नाले अब जे पनि पोइजनिङ ओपी पोइजनिङहरूको केसहरू पनि धेरै देखिरहेको हुन्छ त्यसमा चाहिँ वी अलवेज युज एक्टिभेटेड चार्कोल एज इज एन्टिडोट र अर्को भनेको बेटा ब्लकर्स र इन्सुलिनको चाहिँ सिमिलर नै छ द्याट इज ग्लुकागोन आई होप इट विल बी हेल्पफुल फर यु अल थ्याङ्क यू फर वाचिङ